हेलो साथीहरू फेरि पनि अब तपाईँहरूलाई स्वागत छ मेरो च्यानलमा। आज म गइरहेको छु मासु बनाउन। कुन कुन सामान घटेको छ त्यो हेर्नु पर्यो। धनिया पाकेट छ, मसला सधैँ छ, प्याज त एउटै छ। प्याज लाउन जानु पर्यो। साथीहरू प्याज ल्याउन तरकारी बजार जाँदैछु। हेर्नुहोस् तरकारी बजार एक रुपया तो छूटे रुपया लिए रुपया मैंने छूटे। सबैलाई पुग्छ होला। 1 केजी त लिने नै हो। 1 केजी सबैलाई पुग्छ। तो साथीहरू प्याज लिएर यहाँ राखेँ। हामीहरूको स्टाइलै हेर्नु ब्याचलर अनि हामीहरू त्यसैले अब आज म ब्याचलर कसरी मासु पकाउँछ त्यो म लाउँछ। हामीहरू कसरी मासु हाम्रो मासु बेग्लै हुन्छ साथीहरू। यता भात चढाइसक्यो, भात यहाँ पकाउनको लागि चढाइसक्यो। अब म प्याज काट्न गइरहेको छु। प्याज काट्दा धेरै आवाज आयो, धेरै आँखा भयो यार। प्याज काट्नमा एउटा यही कठिनाइ छ। कढाई रखे,